हेलो एभ्रिवान आज चाहिँ म पाजु र बहिनी चाहिँ डुल्नु निस्केको इभिनिङ टाइममा अन्त हामी चाहिँ कोलकाता बजार जाउँ भनेर प्लान गरेर निस्केको हैन यो कोलकाता बजार चाहिँ अस्ति खोलेको गान्तोकमा तर हामी गएकै थिएन नि त अन्त चाहिँ आज जाउँ भनेर यहाँ चाहिँ सस्ता सस्ता राम्रो राम्रो छ अरे भनेर सबैले भन्थ्यो अनि चाहिँ त्यही हेरौँ भनेर गएको अन्त बहिनीले मलाई एकदम सस्ता बोर्ड 199 को मा लादैछ हो कुर्तीहरु कस्तो राम्रो थियो त यहाँ 199 मा पनि राम्रो राम्रो कुर्तीहरु थियो त्यहाँ हेरेर चाहिँ हामी गयो सेकेन्ड फ्लोरमा यहाँ चाहिँ किड्स सेक्सन रहेछ हो यहाँ चाहिँ यस्तो क्यूट ड्रेसेसहरु थियो स्पेशली बेबी गर्ल्सहरुको लागि चाहिँ यति राम्रो राम्रो लुगाहरु थियो कि त्यहाँदेखि हामी फेरि थर्ड फ्लोरमा गयो यहाँ चाहिँ जेन्ट्स सेक्सन हैन अनि यहाँ चाहिँ पाजुले शर्ट हेर्छु भन्नुहुँदै थियो नि त अनि यहीबाट हामीले दुईटा टी शर्ट पनि लग्यो किनभने लेडिज सेक्सनमा चाहिँ राम्रै थिएन बिलिङ गर्नुहुँदैछ पाजुले लेडिज सेक्सन त त्यस्तो राम्रै लागेन कि त्यही भएर हामीले जेन्ट्स सेक्सनबाटै लियो टी शर्ट पनि अन्त बहिनी र म चाहिँ टाइम पास गर्दै थिएँ एकछिन पाजुलाई पर्खिन्जेल बिलिङ हुनेजेल अन्त चाहिँ यहाँ सानो बेबी भेटेर उसँग पनि खेल्यो हैन कति क्यूट थियो भाइ अनि एकछिन त्यहाँ बिलिङ गर्नुन्जेल पर्खेर त्यहाँदेखिको बसमा चढ्यो हैन बस चाहिँ त्यहीँ अगाडि पायो हामीले तर पुरा जाम थियो बस पनि रोकिरहेको थियो कति बस्यो बस नै कुद्दैन हो अन्त पाजुले यहाँ फुटम्याटहरू पनि किन्नुभएछ त्यहाँदेखि चाहिँ हामी उत्रेर जाउँ हिँडेरै भनेर हिँडेरै जानु थाल्यो त्यहाँदेखि बाटोमा एकजना भाइले यस्तो आइसक्रिम खाएको देखेर चाहिँ भाइलाई सोधेर कपाउँछ भनेर त्यहाँदेखि किन्यो चाइल्डहुडको यस्तो याद आयो देखेर चाहिँ अन्त त्यो खाँदै हिँड्दै गयो हामी चाहिँ बहिनीले सकेछ पनि त्यहाँदेखि यहाँ चाहिँ यस्ता भ्यू हेर्दै जाँदै थियो एकजना नानी त साइडमा त त्यत्तिकै आइरहेको रहेछ हैन गाडीले झन्डै लाग्यो सानो नानी अन्त पाजुले यस्तो जम्प गरेर गएर त्यो पक्रियो कि अन्त बहिनीले हिरो मेरो काका काकै त हेर्दिनु ओ यसरी त्यसरी म अस्ति आएको कस्तो किन ढिलो आएको बहिनी कस्तो बिसाको बहिनी किन ढिलो बहिनी उ चाहिँ यस्तो स्लो हिँड्छ कि हामीले छोड्दै नि हो गाइस कुद्नु भयो मलाई छोडेर अनि त पुरा अताल्यो त डर लाग्यो खानु हुँदैन किन चटपटे किन चटपटे खाँदैन हामी यो खानाकै यो फाइनली हामीले चाहिँ कतिवटा दोकान चढेर चाहिँ यो पाएकै है कतिवटा दोकान गयो तिमी 4-5 भागेर हामी कति भाग्यो हो मोर देन 10 त होला पाजु चाहिँ यहाँ एलोभेरा गिलोयको जुस पोकेर बसिरहनु भएको छ खाइदिउँ न सन्दै रह्यो फाइनली हामीले लाफिङ खानेछ भान्जीले स्टिकले खानेछ झोलवाला लाफिङ अस्मिताले लाफिङ नखाइदै घर नजाने भन्दै थियो हामी आइपुग्यो थाक्यो कति थाक्यो पुरै पुरा कति हिँड्ने है अन गर्नु न फ्यान